म चाहिँ गाइज म चाहिँ पैसा लिएर आएको अहिले गाडीको जस्ट 100 रुपियाँ के त्यो पानी मात्र हालेको थियो त्यही भएर 100 रुपियाँ दिनुभयो दाइ जहिले आउँछ अब यो टिकटहरू राख्ने हो है यस्तै जिन्दगीमा केही काम गर्नुपर्छ गाडी दिनुपर्छ बेला बेलामा यस्तो जाडोमा पुस आज कति गते हो भनेपछि पुस 8 गते हो कि आज 2082 साल पुस 8 गते अनि जाडो धेरै बढिसकेको छ केटा हो आजको इन्कम यति छ कम्तीमा कति छ होला गर्ने ल 2150 रहेछ आजको इन्कम यो क्यास मात्र अनलाइन चाहिँ त्यस्तै छ होला 600-700 होला अनलाइन चाहिँ अब चाहिँ के गर्नु भनेपछि चिया खानु जाउँ है गाइस तपाईँहरू पनि त्यहाँ खानु बसेर चिया बेलुकाको टाइममा कति 5 बजी 5:30 भइसक्यो रहेछ चिया खानु जाउँ है म चाहिँ हिँडेको ल चिया खान अब बाटोमा देखाउँछु मेरो ब्लग पिक्चरको दामी देखाउँछु साथीले चाहिँ आफ्नो बुलेट बाइक सम्हाल्दैछ यहाँ बुलेट भनौँ न तिम्रो त बुलेटै हो नि त आफ्नो लागि डुकाटी डुकाटी लगिदिने खतरा माया गर्दैछ दामी पुस्छ दामी टल्काएर राख्ने हुन्छ कि साथीले चाहिँ आरिस लाग्छ मान्छेले दियो भने हेर न कस्तो टल्काइदिएको एउटा गाडी 45 लाखको चाहिँ डुकाटी अरे साथीको ब्लग मेरो साथीहरूले बनाउँथ्यो अहिले पनि बनाउँछ कति छ हेलो एभ्रिवान मेरो एउटा साथीले बनाउँथ्यो नि हेलो एभ्रिवान नमस्कार आज 2082 साल यति महिना यति गते भर्खर बिहान उठेर मुख धुन थाले ठ्याक्क होइन त्यसले मुख सुख पनि धोइरहेको हुन्छ त्यो भिडियो नि बनिरहेको हुन्छ अब चाहिँ म दाँत माझ्छु भन्छु दाँत माझिरहेको हुन्छ त्यो भिडियो नि बनिरहेको हुन्छ क्या अब चाहिँ भिडियो आफै स्टार्ट भइरहेको त अब चाहिँ म चिया खान जाँदैछु गाइस मैले चिया पकाएँ अब सबै त्यो देखाउने क्या अनि त्यसरी नै बनाउने त हुन त त्यसरी चिया पनि पाक्यो अब खाँदैछु वा चिनी चाहिँ म कडा खान्छु है गाइस चिनी चाहिँ मैले टन्न हालेको छु गुलियो छ दिनचर्या त्यस्तै नै भेट्ने हो नि दिनचर्याको कुरा त गर्ने हो नि त्यसमा तिर डुल्छु अनि म फेरि आउनेछु त्यतिखेर आइसक्दाखेरि मेरो खाना खाने टाइम हुन्छ मम्मीले खानासाना पकाएर राखिसक्यो ल म बाहिर घुमेर आएँ है त्यसले अब बाहिर घुम्छ एकछिन अनि त्यो 2-3 घन्टाको भिडियो समय हुन्छ नि त कट गरेर एकैचोटि कोठामा आएको बनाउँछ अनि ल हेर्नुहोस् गाइस मेरो मम्मीले चाहिँ दाल पकाउनु भएछ आलु भुट्नु भएछ भात पकाउनु भएछ ल म खाँदैछु है भनेर ट्याक्क ल मम्मी खान दिनु त अनि मम्मीले कस्को दिन्छ अनि केमा हाल्ने त्यो भिडियो चाहिँ युट्युबमा हाल्दा नि भयो फेसबुकमा हाल्दा नि हो टिकटकमा हाल्दा ल यति ज्ञान चाहिँ दिनु पर्यो है सबैलाई क्यामेरा पनि दामी आउने रहेछ होइन ठिकै छ नराम्रो छैन अझै यो काम गरेको भिडियो सिडियो सबै हाल्छु गाइस पछि हाल्छु म बिस्तारै अहिले चाहिँ यहीँ काम छ अब धेरै काम भएपछि यस्तै हो काम गर्नै पर्यो जिन्दगीमा काम नगरी चल्दैन जिन्दगी धेरै नसुन्छ यसको गाइस म चाहिँ यहाँ पुगेर आउँछु यहाँ हेर यो बाहिर पुगेर आउँछु क्या हल्का काम पर्यो एकछिन बसेको गर्नु ल यस्तो सबै मेरो साथीको चाहिँ बाइक चाहिँ हो खतरा भनौँ न आफ्नो दामी बनाउँछ सफाइ गर्छ बस्छ जिन्दगीमा यतिको बाइक भएको मेरो बनी म पनि राइडर बन्थ्यो होला यार कसम राइडर बन्ने सपना नभयो भने भ्लगर बन्ने सपना चाहिँ छ के एउटा न एउटा त अनि यस्तै छ जिन्दगी चिया खान गएको म चाहिँ यो गाडागाडीको प्लानिङ चाहिँ छ यता के छ साथी ठिक छ गाडागाडीको वासिङ फेरि 2टा छ क्या यता अहिले जाँदाखेरि म देखाइदिउँ गाइजहरूलाई
साथी यसो मिल्दिउँ भनेको मिलेकै छ। साथी यसो देख्दाखेरि बोल्ने हाँस्ने त्यही त हो। कस्तो लाज लागिरहेछ फर्स्ट टाइम भिडियो बनाएको कस्तो लाज लाग्दो छ। बोके लाज चाहिँ काट्दिन्छु म। म चाहिँ आफ्नो ठाउँमा बसेको चिया मगाइरहेको छ। तातो चियाको सँगसँगै अब के बिस्कुट। अब जाडो भइरहेछ अहिले लास्टै कपाल सपाल काट्नेछु दही काट्नेछु। चिया तातो म चाहिँ चिया खानु निस्किसकेकै केटा हो। अब चाहिँ यहाँ काममा जानुपर्छ है। काममा गएपछि यसो काम गर्नु पऱ्यो। काम छैन भने गाडी आएन भने यत्तिकै बस्ने हो कुर्सीमा हल्लिने हो। अघि चाहिँ मैले भने नि साथीको यसो ग्यारेज देखाइदिउँ भनेको यस्तै उयै हो त्यही छ। ग्यारेज चाहिँ सानो छैन ठुलै छ। प्लाटिनम कार सप लेखिरहेको छ त्यही हो। आउनु सक्नुहुन्छ भने कार लिएर धुन ल्याउनु सबैजनातिरबाट। कस्तो जाडो भइसक्यो कि मलाई त यस्तो जाडोमा यहाँ हात हल्लाउँदै भिडियो बनाउँदै हिँड्नुपर्छ। हात दुख्छ। म चाहिँ आफ्नो डायमन्ड कार वासै मेरो चाहिँ यता काम गर्छु। यत्तिकै हल्लिँदै बस्दै काम गर्दै गाडी आएको बेला साथीले बाइक धुँदैछ अहिले। म चाहिँ ल पुगेँ। अब कामसाम भयो भने गरिन्छ नभए यत्तिकै बसिन्छ। अब यार रुम जाने बेला भइसक्यो मेरो चाहिँ कामबाट। त्यस्तै अहिले कति बज्यो 7 बजिसक्यो रहेछ यार। अब त रुम जाने बेला भइसक्यो मेरो। केटाहरूले मेसेज गरेको छैन अहिलेसम्म। ठिकै छ नि त। अब रुम जाँदै कुरा गरौँला सबैजनासँग खाने। धेरै ऱ्याप खानेको छु मैले या। रुमतिर लाग्न आँटेको अब चाहिँ केटा हो गाइज भनौँ न। केटा हो केटीहरू पनि हुनसक्छ भिडियो हेर्ने। त्यस्तै अँध्यारो छ ठाउँ जस्तो। त्यस्तै 7:40तिर छुट्टी भयो। आज चाहिँ गाडी साडी आइदिने धुनुपर्ने छ। त्यस्तै जाडोमा पुसमा त्यही पनि काठमाडौँ जस्तो ठाउँमा बस्नुपर्छ काम गर्दै। म चाहिँ अब बाटोतिर अब 15 मिनट जति लाग्छ होला रुम पुग्नलाई। के गरौँ नगरौँ जाडोमा रनिङ हान्दै जाम कि यत्तिकै हिँड्दै भन्दै ल। फाइनली गाइज म चाहिँ भात खाँदैछु।